हेलो सेवा नमस्ते वेलकम छ मेरो सर्ट भिडियोमा तपाईँहरू सम्पूर्णलाई आशा गरेको छु हेरिदिनुहुन्छ होला अनि भन्दै आज चाहिँ म धेरै दिनपछि सर्ट भिडियो बनाउँदैछु। हेर्नुहोस् न आज यति राम्रो ब्युटिफुल डे भएको छ भने नि म त सोच्नै सकिरहेको छुइनँ होइन। अनि म चाहिँ भर्खर घाँसमा जाँदैछु अनि डेरी गएर आएँ अनि त्यसपछि म घाँसमा जाँदैछु हो। अनि यहाँ हेर्नुहोस् त कति राम्रो दिन भएको छ नि सोच्नै नसकिने। अनि आज हाम्रोतिर चाहिँ मकैहरू यत्रो भइसक्यो। यो चाहिँ हाम्रो मकै बारी ओ कस्तो दामीको दिन भएको छ क्या। अनि आज चाहिँ हाम्रोतिर चाहिँ माग छ होइन। माग भनेको चाहिँ पहिल्यैदेखि गरिआएको होइन माग कुलपित्री होइन। अनि आज चाहिँ अब म चाहिँ यहाँ घाँस काटेर जान्छ खानु अनि खाएर पनि प्लस हाम्रोमा पनि गर्नुहुन्छ। तर म चाहिँ एकछिन पछि भेटौँला। म चाहिँ घाँस काट्नु आएको तर म चाहिँ यता कुदिरहेको छु है। भन्दा मैले चाहिँ यसो घाँस काटेर यति बनाइसकेँ कति काट्दा पनि भाइ पुग्दैन। अनि म चाहिँ आज चाहिँ माग खानु जानुपर्ने छ। हाम्रो माथिल्लो घरमा गर्दैछ धुवा अलि आइरहेको छ। अनि हाम्रोमा चाहिँ एकछिन पछि हाम्रोमा चाहिँ त्यस्तै 12 बज्छ होला। त्यहाँदेखि सट्ट पल्लो घरमा झर्छ अनि त्यहाँदेखि हाम्रोमा अनि पल्लो घरमा गर्नुहुन्छ गोपाहरूकोमा आज चाहिँ मासु खाइन्छ। मासु खाने हो मासु। अनि हाम्रो माग गर्दैछ नि त आज। अनि म चाहिँ यहाँ घाँस काट्दैछु पाक्दै होला धुवा आउँदैछ त्यहाँ छेक्यो देउराली डाँडा भन्थ्यो तर चाहिँ कुहिरोले घाम हेर्नुहोस् न छेक्यो ऊ निस्क्यो अहिले चाहिँ फेरि कस्तो हरियाली हुन्छ क्या अहिले चाहिँ हाम्रोतिर चाहिँ। अनि घाम लाग्यो भने झन् राम्रो हुन्छ नि त आनन्दको हेर्नु न। आज चाहिँ हामी मरोमा जानु छ त्यहाँ नै। यो चाहिँ हाम्रो गाउँबाट देखिने भ्यू हो है भ्यू त्यस्तो कहीँ देखिँदैन क्या हाम्रोदेखि चाहिँ। यो डाँडा माथिको डाँडा देखिन्छ अनि यो पारी गाउँ देखिन्छ मुसे यो चाहिँ क्युटार भन्छ होइन। अनि यहाँ चाहिँ मूल डाँडा भन्छ मूल डाँडा होइन सो चुच्चे। अनि हाम्रोदेखि त्यति नै खासै देखिँदैन होइन। हामी चाहिँ निकै गहिरीमा पर्छ नि त। अनि त्यहाँ नै देखिने चाहिँ त्यहाँ देखिने खोलागाडी होइन। अनि त्यहाँ देखिन्छ पात्लेहरू भयो होइन। अनि कहीँ देखिँदैन हाम्रोदेखि चाहिँ। अनि यति नै हो। अनि हाम्रो घर त्यो पल्लो घर देवमालाहरूको अनि हाम्रो माथि छ देउजुठारको नि यता एउटा कोपाहरूको पनि छ होइन। त्यति नै देखिन्छ हाम्रोदेखि चाहिँ होइन केही देखिँदैन। आज कति राम्रो भएको छ नि त। अनि त्यहाँ चाहिँ कोपाहरूको घर त्यहाँ देवाजुठारको त्यहाँ चाहिँ माग गर्दैछ नि त मासुहरू पाक्दैछ पक्कै पनि यति धेरै धुवा आइरहेको छ क्या। अब घाँस काटेर जाने खानु घाँस चाहिँ अलिकति मजा। म चाहिँ यहाँ छु मलाई चाहिँ कस्तो देखिरहेको छ नि त हाँस्योहरू ठिकै छ केही छैन। मन राम्रो हुनुपर्छ अनुहार होइन मन राम्रो हुनुपर्छ भइहाल्छ चल्छ होइन। मैले जस्तो स्टाइल पारेर अलिकति कपाल काटेको थिएँ तर कस्तो देखिरहेछ क्या मलाई चाहिँ। अहिले चाहिँ हामी चाहिँ मासु खानु आइसक्यौँ है यहाँ चाहिँ खाँदै रहेछ के भयो पुगो के खाएको भन् न के खाएको मासु नदी खाना आम कसले त्यो तँलाई मलाई
यति त मात्रै खानु हुन्छ यही म खान्छु टुलीहरू यहाँ चाहिँ भएको तिते खानु आउँदैछ मान्छेहरू हाई गर्दै आउनु न हाई भन्दै आउनु न भिडियोमा ब्लग सो अहिले चाहिँ हामी सबैजनाले खाइसक्यौँ होइन अनि आज चाहिँ मेरो सर्ट ब्लगलाई चाहिँ मैले यहीँ इन गर्दैछु हेरिदिनु होला धन्यवाद बाई बाई